नमस्ते। सबभन्दा पहिला यहाँको परिचय गराइदिउँ। यहाँ हुनुहुन्छ जिल्ला महतरी रामगोपालपुर नगरपालिका वार्ड नम्बर 8 थली गाउँ राजकरण महतो र उहाँको श्रीमती र जुन यो फोटोमा देखिराख्नु भएको छ उहाँको छोरो छ 20 वर्ष राम सुधार र राम सुधारलाई यहाँको आफ्नै रिलेसनको मान्छेले इन्डिया लगेको थियो र इन्डिया लग्न बेलामा के प्रलोभन दिएको थियो भनेर राम सुधारलाई म आफ्नै जिम्मामा राख्छु र 12,000 आइसीको सेलेरी दिन्छु र सिप्नी सिकाइदिन्छु। यहाँहरूलाई नि लाग्यो कि ए ठिकै छ मेरो छोरो त्यहाँ सिप्नी सिकिन्छ 12,000 आइसीको सेलेरी पाउँछ भनेर पठाए। त्यहाँ 15 महिनासम्म काम गराए र त्यो अन्तरकालमा उहाँहरूले कन्ट्याक्टमा कुरो भइराखेको थियो र सेलेरी माग्दाखेरि आज दिन्छु भोलि दिन्छु पर्सि दिन्छु भनेर त्यस्तो झुठो आश्वासन दिइराखेको थियो र आज फेरि मतलब 15-16 दिनदेखि उहाँको छोरो गायब छ र जुन मान्छे लगेको थियो अनि उहाँहरूले सोद्धाखेरि मेरो छोरो कहाँ छ भनेर अनि त्यो मान्छेको भनाइ छ कि तपाईँको छोरो कहाँ गयो मलाई थाहा होइन र नजिकको पुलिस स्टेसनमा नि म कम्प्लेन गर्दैन मलाई आतङ्कवादी घोषित गरिदिन्छ भनेर त्यस्तो कुरा गर्दैछ अहिले र यो कुराले शङ्काको उत्पन्न गरिँदैछ कि साँच्चीकै त्यो यहाँको छोरोलाई त्यो लग्ने मान्छे बेचिसके कि मारिसके कि के गरिसके एकदमै शङ्काको उत्पन्न हुँदै। जुन यो फोटोमा देखिराख्नु भएको छ भने तपाईँहरूले कतै यो मान्छेलाई देख्नु भएको छ भने कृपया यो नम्बरमा कन्ट्याक्ट गर्नुहोला र इफ राम सुधार इन्डियै छ भनेर सम्बन्धित गृह मन्त्रालयसम्म यो भिडियो पुगोस् र यहाँको छोरोलाई उद्धार होस् भनेर तपाईँहरू समक्ष अनुरोध गर्न चाहन्छु र साथै साथै तपाईँहरूले यो नि जानकारी गराउन चाहन्छु कि राम सुधार भन्ने यहाँको एउटा एक्लो सन्तान हो। सन्तानको नाममा एउटा छोरो मात्रै हो। इफ राम सुधार भेटिएन भने उहाँहरू नै बाँचिँदैन भनेर त्यस्तो कुरो गरिँदैछ। त्यसैले तपाईँहरूसँग अनुरोध छ कि यहाँको छोरोलाई सही तपाईँहरू समक्ष हामी उपलब्ध भएको छ कि उहाँको छोरोलाई खोजिदिन सहयोग गरिदिनु। तपाईँहरू नै एकचोटि उहाँसँग कुरो गराइदिउँ। ये वो लड़का है क्या का ताक दियो ये क्या नाम मिल जाए हम सब तो यह कहे देखियो साखी सब गुजरात में हमारे बउआ गेल है साल भर से कमाले बड़ चिकन रहले। देखियो साखी सब कहूँ हमारे बउआ होते मतलब बउआत होते कहूँ से मतलब पुलिस रिपोर्ट में जाके बउआ के किडनैप कर लेते। देखियो साखी सब हमार एके गो संतान है कोना कोना के हम जीवे गरीब दुखिया छिए दैया प्राणी के छिए कोना कोना के जीवे हम कोना रहबे। तपाईहरुले देखिसक्नु भएको छ उहाँ कति मतलब पीडितमा हुनुहुन्छ भनेर त्यसैले सक्दो तपाईहरुले सहयोग गरिदिनु खोज्नलाई र साथै साथै जानकी मातासँग नै बिन्ती गर्दैछु उहाँको छोरो छिटै भेटोस् र आशीर्वाद दियोस् भनेर। हस् त।